नमस्कार। आज हामी एउटा निकै लामो र भनौँ न जटिल कानुनी यात्रालाई केलाउँदैछौँ। अर्जुन रामा हत्या प्रकरण र त्यसपछिको 13 वर्षीय न्यायिक सङ्घर्ष। हो, हामीसँग भएका स्रोतहरूले चाहिँ घटनाको विवरण, अदालती प्रक्रियाका उतार चढाव अनि हालसालै आएको एउटा महत्त्वपूर्ण अदालती आदेशलाई समेट्छन्। र हाम्रो उद्देश्य चाहिँ यो मुद्दाको चुरो कुरा के हो अनि यसले नेपालको द्वन्द्वकालीन न्याय प्रक्रियामा कस्तो असर पार्न सक्छ भनेर बुझ्नु हो। ल सुरु गरौँ है त। कुरा हो 2062 साल वैशाख 16 गतेको। काभ्रेका स्थानीय व्यवसायी अनि त्यहाँको श्रीकृष्ण माविका व्यवस्थापन समिति अध्यक्ष पनि अर्जुन लामा। उहाँलाई तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरेर पछि हत्या गरेको आरोप लाग्यो। उहाँको शव पछि बुढाखानी गाविसमा गाडेको अवस्थामा फेला परेको थियो, होइन? हो, अनि उहाँकी श्रीमती पूर्णिमाया लामाले किटानी जाहेरी दिन खोज्नुभयो। स्रोतहरू भन्छन् उहाँले अग्निसापकोटा लगायत नेताहरूको प्रत्यक्ष संलग्नता छ भनेर भन्नुभएको थियो। तर सुरुमै जाहेरी दर्ता गर्न प्रहरीले मानेन। सुरुमै अवरोध हो नि, न्याय माग्न जाँदा पहिलो गाँसमै ढुङ्गा लाग्या जस्तो भयो। तर यहाँ चाखलाग्दो के छ भने पूर्णिमाया लामाले हार मान्नु भएन। उहाँ 2064मा सर्वोच्च अदालत नै पुग्नुभयो। सर्वोच्च नै? हो, अनि अदालतले आदेश दियो। त्यसपछि मात्रै बल्ल 2065 साउन 26 गते प्रहरीले जाहेरी लियो। बल्ल तल्ल दर्ता भयो। पक्राउ पूर्जी पनि जारी त भयो, तर खास अनुसन्धान चाहिँ अघि बढेनछ। अनि झन् 2069 साउन 12मा त त्यति बेला बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँको सरकारले मुद्दा नै तामेलीमा राख्ने निर्णय गर्यो। तामेलीमा राख्ने मतलब एक किसिमले थन्क्याउने हो, तत्काल अनुसन्धान अघि नबढाउने। कारण के देखाइयो भने यो राजनीतिक प्रकृतिको हो रे। यो त पीडितका लागि एकदमै ठुलो धक्का भयो होला नि, होइन? वर्षौंको लडाईँ नै खेर जाने जस्तो। त्यही त। तर फेरि सर्वोच्च अदालतले नै हस्तक्षेप गर्यो। पूर्णिमायाको रिटमा अन्तरिम आदेश दियो सरकारको त्यो निर्णय कार्यान्वयन नगर्नु भनेर। हो, अनि अर्कोतिर त्यसलाई रोक्न अदालतको सक्रिय भूमिका, होइन त? एकदम। अब यहाँनिर अझै अचम्म लाग्दो कुरा आउँछ। यो मुद्दा सर्वोच्चमा 13 वर्षसम्म अड्कियो। 13 वर्ष निकै लामो समय हो यो त। हो, स्रोतहरूमा हेर्दा 10 जना प्रधान न्यायाधीश फेरिएछन् यो बीचमा। 10 जना? अनि पेशी कुल 64 पटक तोकिएको, तर सुनवाई चाहिँ जम्मा 34 पटक मात्रै भयो। अनि बाँकी 14 पटक त हेर्न नभ्याइने सूचीमा पर्यो रे। यो सुन्दा कस्तो लाग्छ? मतलब हाम्रो न्याय प्रणालीमा यस्तो ढिलाइ के यो सामान्य हो? खै, यसलाई सामान्य प्रक्रियागत ढिलाइ मात्रै भन्न त अनि गाह्रै होला। यसले एकातिर प्रक्रियागत जटिलता त देखाउँछ नै, तर अर्कोतिर द्वन्द्वकालीन मुद्दाहरूको राजनीतिक संवेदनशीलता कति हुन्छ हो, अनि त्यसले अनुसन्धान र सुनवाईमा कस्तो खालको प्रत्यक्ष वा अप्रत्यक्ष दबाव पार्छ भन्ने कुरा पनि देखाउँछ जस्तो लाग्छ। हुन सक्छ। तर जे होस्, अन्ततः 2081 फागुन 28मा एउटा महत्त्वपूर्ण आदेश आयो, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत सहितको संवैधानिक इजलासले। संवैधानिक इजलास मतलब त्यो विशेष इजलास जसले यस्ता गम्भीर संवैधानिक र कानुनी प्रश्न हेर्छ, होइन? हो, त्यो इजलासले सरकारको नाममा उत्प्रेषण आदेश दियो। उत्प्रेषण आदेश, यसको मतलब के हो? यसको मतलब सरकारले त्यो मुद्दा तामेलीमा राख्ने भनेर 2079मा गरेको निर्णय थियो नि, त्यो निर्णय बदर गरिदियो अनि ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दियो। भनेपछि त्यो पुरानो निर्णय खारेज भयो, स्वतः बदर भयो। र यसले के गर्यो भने द्वन्द्वकालीन गम्भीर मानवाधिकार उल्लङ्घनका घटनामा पनि फौजदारी कानून अनुसार मुद्दा चलाउन सकिन्छ भन्ने एउटा भनौँ न ऐतिहासिक बाटो खोलिदियो। यो त निकै ठुलो कुरा भयो। हो, अब यसले एउटा प्रश्न पनि खडा गर्छ कि अब यस्ता अरू गम्भीर प्रकृतिका घटनाले पनि अनुसन्धान र न्यायको बाटो समात्लान् त? त्यो त हेर्नै पर्ला। अदालतमा बहस हुँदा पनि तर्कहरू निकै पेचिला थिए है। थिए। पूर्णिमाया पक्षका वकिलहरूले के भन्नुभयो भने यो व्यक्ति हत्या हो, फौजदारी अपराध हो, सामान्य फौजदारी कानून लाग्नु पर्यो भन्ने तर्क हो। त्यसैले दोषीलाई पक्राउ गरेर कानून बमोजिम कारवाही हुनुपर्छ भन्नुभयो। उता सापकोटा पक्षका वकिलहरूको तर्क चाहिँ फरक थियो। कस्तो थियो उहाँहरूको तर्क? उहाँहरूले भन्नुभयो यो घटना सशस्त्र द्वन्द्वको बेलाको हो, राजनीतिक प्रकृतिको हो। त्यसैले यसलाई सत्य निरूपण तथा मेलमिलाप आयोग जस्तो संयन्त्रबाट हेर्नुपर्छ।
संक्रमणकालीन न्यायको बाटोबाट जानुपर्छ भन्ने। हो त्यही। अनि पूर्णिमाया लामाको प्रतिक्रिया के आयो त आदेशपछि? उहाँले स्वाभाविक रूपमा सन्तोष व्यक्त गर्नुभएको छ। स्रोतहरूमा उहाँले 13 वर्षदेखि न्यायका लागि लडिरहेको थिए, अब निष्पक्ष अनुसन्धान होस् र दोषीलाई कारवाही होस् भन्ने आशा राख्नुभएको कुरा छ। लामो सङ्घर्षपछि आएको आदेशले आशा जगाउनु स्वाभाविकै हो। त्यसो भए यो सबै घटनाक्रमलाई हेर्दा यसको निचोड के हो त? अर्जुन लामा प्रकरण अब एक व्यक्तिको न्यायको लडाई मात्र रहेन। यो त नेपालको संक्रमणकालीन न्याय कति जटिल छ, न्यायिक प्रक्रियामा राजनीतिक हस्तक्षेप कस्तो हुन्छ, अनि पीडितहरू कति लामो र नथाकिकन लड्छन् भन्ने कुराको एउटा प्रतिनिधि कथा जस्तै बनेको छ। एकदम। सर्वोच्चको पछिल्लो आदेशले कम्तीमा न्याय पाउने आशालाई चाहिँ पक्कै बिउताएको छ। हो, यो आदेश निसन्देह एउटा महत्त्वपूर्ण न्यायिक कदम हो, एउटा कोसीढुङ्गा नै भन्नुपर्छ। तर अब हेर्नुपर्ने कुरा के छ भने यसको वास्तविक कार्यान्वयन कसरी हुन्छ? त्यो महत्त्वपूर्ण छ। अनि नेपालको समग्र संक्रमणकालीन न्याय प्रक्रिया, जुन आफैमा निकै जटिल र लामो समयदेखि अल्झिएको छ, त्यसमा यसको दीर्घकालीन असर के पर्ला? हो नि। राज्यले एकातिर द्वन्द्वकालीन घटनाको जवाफदेहिता सुनिश्चित गर्ने दायित्व, अर्कोतिर शान्ति प्रक्रियाका बृहत्तर उद्देश्यहरू, यिनीहरूको बीचमा कसरी सन्तुलन मिलाउँछ होला? यो नै अबको मुख्य हेर्नुपर्ने कुरा भयो। हो, यही नै अबको प्रमुख अवलोकनको विषय हो र यसले भविष्यको बाटो कस्तो हुन्छ भन्ने पनि देखाउला।